अनि याङले तामाङगदे छेदोजी बिसिबिसम मि छेदोजी बिसिबिसम हैन यस्तो लदोजी बिसम फेरि याङले मि अगाडि दो होला त्यही कारणले हामी त शिक्षणमा पढाइ लेखाइमा ज्ञान गुणमा अगाडि बढ्न सके भो अनि तपाईको सबैले सुन्ने भो तपाईको धर्म पनि सबैले श्रवण गर्ने भो नि होइन भने त हामी सबै कुरामा पछाडी भइसकेपछि अनि हामी त्यो कुरामा हामी पछाडी पर्छौं है अनि हाम्रो त्यो आमा बाउ पनि जाँदैन गुम्बामा आमा बाउ पनि वर्षमा त्यो 5 वर्ष पनि एकचोटि पनि पुग्दैन होला गुम्बामा अनि जब मर्छ अनि बेला मात्रै आफै लामा मे मेहानङ मुजी भन्छ अनि घरमा पनि लुङदर कहिले मात्रै राख्छ भने चाहिँ बाउ बाजे मर्ने बेला मात्रै लुङदर राखिरहेको छ कोही घरतिर हो यस्तो यो खालको चाहिँ नाजुक चाहिँ हुनु भएन कि हामी आफ्नो धर्मको नाममा भनेपछि हामी धार्मिक रूपमा कति पिछडिएको रहेछ त त्यसकारणले तपाईको बालबच्चालाई भोलि गएर भविष्यको लागि तपाईले मेरो धर्मलाई चाहिँ संरक्षण गर्नुपर्छ प्रवर्धन र संरक्षण गर्नु यति तपाईको त्यो मनसाई छ भने तपाईको घरमा भएको त्यो नानी बाबु सानो सानो बालबच्चालाई प्रत्येक शनिबार गुम्बामा लाने बानी बसाल्नुपर्छ अब त्यो गुम्बा पनि केको लागि प्रयोग हुनुपर्छ खाली वर्षमा एकचोटि पूजा गर्ने अरु बेलामा चाहिँ तालजा बन्द गरेर लामा पनि आफ्नो घरतिर गुम्बामा सबै त्यो केले गुड बनाएर गुम्बा के भएर थाहा भएन भने त्यो गुम्बा बनेको पनि काम लागेन अर्थ राखेन नि त्यसकारणले त्यो गुम्बा पनि केको लागि प्रयोग हुनु पर्यो अब त्यो गुम्बा बुद्धको शिक्षालयको रूपमा प्रयोग हुनु पर्यो बुद्धको ज्ञान बुद्धको ध्यानको लागि प्रयोग हुनु पर्यो के त्यो गुम्बा खाली त्यो पूजा आजा विधिको लागि मात्रै हो भने हो हामीले त्यो कुरो पनि आवश्यकता छ तर त्यो भन्दा महत्त्वपूर्ण चाहिँ केले राख्छ त भन्दाखेरि ज्ञानको ध्यानको कुराहरु जुन बुद्धको पञ्चशीलको ज्ञानको कुराहरु बुद्धको विपश्यना समर्थकको ध्यानको कुराहरु चाहिँ अब त्यो प्रत्येक गुम्बामा त्यसको चाहिँ चर्चा हुनु पर्यो परिचर्चा हुनु पर्यो त्यसको प्रत्येक शनिबार 1 घण्टा भए पनि अब बच्चाहरु आफ्नो नानी बाबुहरु लिएर त्यो गुम्बामा जानी बसाल्नु पर्यो अनि मात्रै तपाईको समुदायबाट अनि मात्रै तपाईको धर्म चाहिँ लोभ हुँदैन होइन भने तपाई वर्षमा गुम्बामा एकचोटि पनि नजाने तपाईको छोराछोरीलाई पनि वाङ थाप्न पनि नलाने गुम्बामा पनि नलाने अनि स्कुल मात्रै पढेर चाहिँ ठुलै हुन्छ मेरो छोरा भन्यो नि अनि 20 वर्षपछि तपाईको छोराले गाँजा तानिरहेको हुन्छ कि चुरोड खाइरहेको हुन्छ कि रक्सी खाइरहेको हुन्छ कि मान्छे लुटिरहेको हुन्छ कि कुटिरहेको हुन्छ के हुन्छ थाहा हुँदैन अनि आमा बाउले भने उल्टो आमा बाउलाई पनि त्यहाँ गाह्रो अवस्था हुन्छ आमा बाउ घर छोडेर हिँड्नु पर्ने हुन्छ किन भन्दा मान्छे शिक्षाले मात्रै पर्फेक्ट हुँदैन सम्पन्न हुँदैन त्यो शिक्षा सँगसँगै के हुनु पर्यो मान्छेलाई नैतिकता हुनुपर्छ मान्छे पढेर मात्रै म डाक्टर गर्यो इन्जिनियर गर्यो भनेर मात्रै हुँदैन त्यो डाक्टर इन्जिनियर पनि पढेर मात्रै हुँदैन त्यो विद्वान मात्रै भएर हुँदैन जबसम्म त्यो विद्वान त्यो विद्वानमा नैतिकता भएन भने त्यो नेतामा पनि नैतिकता भएन भने त्यो कर्मचारी पनि नैतिकता भएन भने त्यो जतिसुकै पढेको विद्वान भए पनि त्यो के हुन्छ त्यो समाजको लागि त्यो बोझ हुन्छ त्यो काम नलाग्दो हुन्छ